Welcome back to my channel. My name is Dipesh Gimire, and आजको भिडियोमा चाहिँ I will be talking about financial documents that is required for your Italian study visa for bachelor's, for master's, both. So financial documents मा चाहिँ के कुराहरु पर्छ, like bank statement पर्छ, property valuation पर्छ, इन्कम सोर्स पर्छ र बैंक स्टेटमेन्ट बनाउँदाखेरि कसरी बनाउने, इन्कम सोर्स बनाउँदाखेरि कसरी बनाउने र प्रपर्टी भ्यालुएसन गर्दा कतिको प्रपर्टी भ्यालुएसन गर्ने र कहाँ गर्ने र कसरी गर्ने, व्हाट इज द प्रोसिजर, लाइक कसरी चाहिँ गर्ने। किनभने धेरै स्टुडेन्टलाई आफै सेल्फ एप्लिकेसन गरिसकेपछि पनि युनिभर्सिटीबाट अफर लेटर या एडमिसन लेटर आइसकेपछि पनि फाइनान्शियल डकुमेन्ट्समा धेरै अड्केको आई हेभ सीन दैट। सो त्यसलाई मैले सिम्प्लिफाई गरिदिनको लागि आई एम मेकिङ दिस भिडियो। सो यो भिडियो लास्टसम्म हेरिदिनु होला, किनभने यसमा चाहिँ मैले लास्टसम्म नै एकदम इम्पोर्टेन्ट र भाइटल कुराहरू मैले भन्दैछु अबाउट द फाइनान्शियल डकुमेन्टेसन। ब्याङ्क स्टेटमेन्ट कसरी बनाउने, कुन ब्याङ्कको जाने, कति महिनाको देखाउने र कति 1000 युरोज कति 1000 युरोज देखाउने, त्यसमा ब्याचलर्सको लागि हो भने कति देखाउने, मास्टर्सको लागि हो भने कति देखाउने, इन्कम सोर्स बनाउँदाखेरि के कुरा देखाउने, जब्स अब जब छ कि बिजनेस छ कि भर्खर के सेल्स गरेछ कि त्यो देखाउने कि त्यो देखाउँदाखेरि नि कसरी देखाउने ताकि भिजा लागोस् हैन। किनभने हामीले डकुमेन्ट्स फर्मालिटीलाई मात्रै बनाएर भिजासम्म पुग्ने मात्रै काम होइन, हामीले भिजा पनि लिनुपर्छ। सो इन अर्डर टु गेट द भिजा वी नीड द रिक्वायर्ड डकुमेन्ट्स एन्ड इन्कम सोर्स पनि इनफ हुनुपर्छ सो द्याट दे विल इस्यु योर भिजा। किन इन्कम सोर्स मात्रै डकुमेन्ट्स हालेर लो इन्कम सोर्स डकुमेन्ट हाले पनि भिजा दिँदैन। आई हेभ मेन्सन दिस इन प्रिभियस भिडियो एज वेल, मेरो रिजन्स वाइ इटालियन इम्बेसी आर रिजेक्टिङ योर भिजास भनेर त्यो भिडियोमा नि हजुरले क्लियरली हेर्न सक्नुहुन्छ। र यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला। सो एन्ड सब्सक्राइब माई च्यानल एन्ड हिट द नोटिफिकेसन बेल सो द्याट यु डोन्ट मिस अनदर बिग अपडेट अबाउट इटली। नम्बर 1 पोइन्ट इज ब्याङ्क स्टेटमेन्ट एन्ड ब्याङ्क ब्यालेन्स सर्टिफिकेट। सो ब्याङ्क स्टेटमेन्ट चाहिँ कसरी बनाउने भन्दाखेरि ब्याङ्क स्टेटमेन्ट चाहिँ हजुरको लास्ट 6 मन्थ्सको हजुरको आफ्नो अकाउन्टमा या स्पोन्सरको अकाउन्टमा एटलिस्ट ब्याचलर्स डिग्रीलाई एप्लाई गर्दै हुनुहुन्छ भने 12,000 ब्याचलर्स डिग्री एप्लाई गर्दै हुनुहुन्छ भने 18,000 युरोज र मास्टर्स डिग्रीलाई एप्लाई गर्दै हुन्छ 12,000 युरोज एटलिस्ट हुनुपर्छ हजुरको ब्याङ्क अकाउन्टमा। अलिकति बढी राखेर या 15,000 युरोज अलिकति 3-4,000 युरो बढी राखेर केही पनि भिडिँदैन, सक्नुहुन्छ भने बढी राख्नुहोस्, होइन भने मिनिमम एटलिस्ट त्यो रिक्वायरमेन्ट चाहिँ हजुरले पुरा गर्नुपर्ने हुन्छ। र ब्याङ्क स्टेटमेन्ट साथसाथै हजुरले ब्याङ्क ब्यालेन्स सर्टिफिकेट पनि एट्याच गर्नुपर्ने। त्यो भनेको चाहिँ ब्याङ्कले एउटा सर्टिफिकेट इस्यु गर्छ कि हजुरको ब्याङ्कमा यति ब्यालेन्स छ, क्लोजिङ ब्यालेन्स भन्दा त्यो ब्याङ्क ब्यालेन्स सर्टिफिकेट भयो। र ब्याङ्क स्टेटमेन्ट चाहिँ लास्ट 6 मन्थ्सको निकाल्नुपर्ने हुन्छ र त्यसमा ट्रान्जेक्सन्स पनि एकदमै राम्रो हुनुपर्छ। इफ इन अर्डर टु गेट द भिजा ट्रान्जेक्सन राम्रो भएन भने खाली छ 6 मन्थ्सको स्टेटमेन्ट र लास्टमा गएर एकैचोटि हजुर 12,000 युरोज अर 18,000 युरोज हाल्नु भएको छ भने एकैचोटि 24-25 लाख रुपियाँ 30 लाख एकैचोटि हाल्नु भएको छ भने इट विल लिड टु योर भिजा रिजेक्सन्स स्ट्रेट फरवर्ड। त्यही भएर स्टेटमेन्ट बनाउँदाखेरि चाहिँ अलिकति त्यसमा ध्यान दिएर ट्रान्जेक्सन पनि राम्रोसँग गरेर बनाउनु पर्ने हुन्छ। र ब्याङ्क स्टेटमेन्ट चाहिँ किन बनाउँछौँ हामीले भन्दाखेरि फाइनेन्सियल कुराहरूमा ब्याङ्क स्टेटमेन्ट हामीले किन बनाउँछौँ, किन हामीले 18,000 युरोज देखाउँछौँ भन्दाखेरि दिस amount of money is for you to support you in Italy। हजुरलाई इटालीमा खाना बस्नको लागि, रेन्टको लागि, ट्रान्सपोर्टेसनलाई सपोर्ट गर्न सक्छ यसको फ्यामिली र भोलि गएर केही प्रब्लम हुँदैन। इनकेस उसलाई गएर इटलीमा गएर केही प्रब्लम हुन्छ, फाइनेन्सियल प्रब्लम हुन्छ भने यहाँबाट स्पोन्सरले भयो भने फाइनेन्सले भयो भने पठाउन सक्छ भनेर हामीले त फाइनेन्सियल देखाउनु पर्ने हो, खासमा त्यो अमाउन्ट देखाउनु पर्ने हो। र त्यो देखाउनको लागि चाहिँ नेपालको कन्टेक्समा चाहिँ ए ग्रेड ब्याङ्कबाट मात्र देखाउनु पर्ने हुन्छ, जस्तै ग्लोबल ब्याङ्क, एनआइसिएसएफ ब्याङ्क, नोबेल ब्याङ्क, हिमालयन ब्याङ्क, कुमारी ब्याङ्कबाट जस्तै ए ग्रेड क वर्गको ब्याङ्कहरूबाट मात्र देखाउनु पर्ने हुन्छ। ख वर्ग र ग वर्गको या कुनै पनि फाइनेन्सबाट देखाउनुहुन्छ भने इट विल लिड टु योर भिजा रिजेक्सन एट इन्स्ट्यान्टली। त्यही भएर ब्याङ्क स्टेटमेन्ट बनाउँदाखेरि चाहिँ ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ ट्रान्जेक्सन राम्रो हुनुपर्छ, क्लोजिङ ब्यालेन्स पुग्नुपर्छ, ब्याङ्क ब्यालेन्स सर्टिफिकेट स्ट्याम्प हुनुपर्छ ब्याङ्कबाटै, र 6 मन्थ्सको ब्याङ्क स्टेटमेन्ट चाहिन्छ एटलिस्ट, अरू 6 मन्थ्स अरू मोर 1 इयरको भने हुन्छ, 2 इयर्सको भए पनि हुन्छ, एटलिस्ट 6 मन्थ्सको चाहिन्छ र क वर्गको ए ग्रेड ब्याङ्कबाट बनाउनु पर्ने हुन्छ। सो यो कुराहरू एकदमै धेरै ध्यान दिएर गर्नुपर्ने हुन्छ, किनभने इफ यु आर एप्लाइङ अन यर ओन यु निड टु डु एभ्रिथिङ। लाइक कन्सल्टेन्सीबाट गर्नुभएको छ भने दे विल गाइड यु फर यर ब्याङ्क स्टेटमेन्ट, बट एक्लै गर्नुभएको छ भने यु निड टु गो एभ्रिवेयर, यु निड टु मेक यर ट्रान्जेक्सन बाई यर सेल्फ। र प्यारेन्ट्समा चाहिँ आई प्रिफर मदर या फादर बाइक, दाजुभाइ दिदीबहिनी कसैलाई पनि नराख्नु होला, बिकज लास्ट इयरदेखि दे हेभ फरबिडन ब्रदर्स एन्ड सिस्टर्स एज स्पोन्सर्स कि आफूलाई देखाउनुहोस्, होइन भने बुवा या मम्मीको अकाउन्टमा देखाउनु पर्ने हुन्छ। र ट्रान्जेक्सन पनि हुनुपर्छ है, पैसा आउने जाने गरेको पनि देखिनुपर्छ, किनभने खाली पेज छ भने दे विल नट इस्यु भिजा। सो यो कुरा चाहिँ एकदमै धेरै ध्यान दिएर हजुरले गर्नुपर्ने हुन्छ। र त्यसमा पनि हजुरलाई केही पनि कन्फ्युजन भयो भने यु क्यान अलवेज कमेन्ट डाउन इन द कमेन्ट सेक्सन बिलो, र आई विल हेल्प यु आउट
इन दिस केस, किनभने भर्खर फेब्रुअरी मार्च हुँदैछ, अहिले चाहिँ हजुरले ब्याङ्क स्टेटमेन्टको अलिक इम्पोर्टेन्ट छैन, बट जब हजुरले एक्सेप्टेन्स लेटर पाउनुहुन्छ, जब हजुरको प्री इनरोलमेन्ट हुन्छ, एन्ड इन द्याट टाइम यु निड टु वेक अप एन्ड हजुरले फाइनेन्सियल डकुमेन्ट्समा चाहिँ काम गर्न थाल्नुपर्ने हुन्छ, किनभने फाइनेन्सियल डकुमेन्ट्सले चाहिँ हजुरको 95% मोर देन 95% इट विल क्यारी फर यर भिजा। सो यसमा चाहिँ एकदम धेरै ध्यान दिनुहोस्, ब्याङ्क स्टेटमेन्ट र ब्याङ्क ब्यालेन्स सर्टिफिकेट। सेकेन्ड पोइन्ट इज इन्कम सोर्स। सो इन्कम सोर्स चाहिँ भिजाको इट क्यारिज अराउन्ड 85% अफ यर भिजा। यतिले इन्कम सोर्सले 85% अफ यर भिजा डिसिजन्सहरू भिजा अफिसरले लिन्छ, आइदर टु इस्यु यर भिजा अर आइदर टु रिफ्युज यर भिजा, किनभने इन्कम सोर्स नै सबभन्दा मेन कुरा हो फाइनेन्सियलमा, नट इभन ब्याङ्क स्टेटमेन्ट। ब्याङ्क स्टेटमेन्ट त एकचोटि ब्याङ्क ब्यालेन्स हाल्यो सक्यो, त्यसमा केही प्रब्लम भएन, बट इन्कम सोर्स चाहिँ उनीहरूले एकदमै मजाले थोरोली हेर्छन्, किनभने ब्याङ्कमा एकचोटि भएको पैसा सकिन पनि सक्छ। भोलिको दिनमा हजुरको लेट्स चाहिँ हजुर 4 जना हुनुहुन्छ भने बहिनी हजुरको बिरामी पर्न सक्छ, दिदी हजुरको बिरामी पर्न सक्छ, बुवा बिरामी पर्न सक्छ, त्यो पैसा हस्पिटलमा युज हुन सक्छ। तर मन्थली कसरी पैसा आइरहेको छ हजुरको घरमा, या इयरली कसरी पैसा आइरहेछ, आइदर फ्रम बिजनेस अर फ्रम जब्स अर फ्रम सेल्स, कसरी हजुरको मन्थली रिकरिङ पैसा आइरहेछ। रिकरिङ पैसा एकदम इम्पोर्टेन्ट वर्ड हो रिकरिङ। महिना कसरी पैसा, एकचोटि वान टाइम पैसा आएर भएन, सेल्सबाट वान टाइम पैसा आउँछ, 1 करोड घर बेच्नु भएको छ, 1 करोड एकचोटि आउँछ, तर त्यो पैसा सकिने पैसा रिकरिङ पैसा। इटालियन एम्बेसी रिक्वायर्स रिकरिङ इन्कम सोर्स। महिना कसरी पैसा आइरहेछ हजुरको, एभ्री मन्थ कसरी पैसा आइरहेछ। सो इन्कम सोर्स चाहिँ एकदमै इम्पोर्टेन्ट हो। यो भिडियो अलि स्किप नगर्नु होला, किनभने एकदम इम्पोर्टेन्ट इन्फर्मेसन, भिजा डिसाइडिङ इन्फर्मेसन आइ एम गोइङ टु सेयर विथ यु। र इन्कम सोर्स बनाउँदाखेरि 3टा कुरा जेनरली हुन्छ। फर्स्ट कुरा चाहिँ यु क्यान सो यर इन्कम सोर्स विथ यर इम्प्लोइमेन्ट। हजुरको प्यारेन्ट्स कहीँ काम गर्दै हुनुहुन्छ या हजुर आफै काम गर्दै हुनुहुन्छ भने उहाँको, जस्तै हजुरको प्यारेन्ट्स, हजुरको फादर इज वर्क्स इन अ प्राइभेट कम्पनी, त्यसमा त्यो कम्पनीबाट एउटा लेटर प्याडबाट स्यालेरी सर्टिफिकेट अट्याच गर्नुपर्छ, जब कन्ट्र्याक्ट अट्याच गर्नुपर्छ, मेन्सनिङ अल हिज रिम्युनरेसन, स्यालेरीहरू सबै कुरा इन्क्लुड गरेर, बोनसेसहरू इन्क्लुड गरेर, र पे स्लिप पनि एकदम इम्पोर्टेन्ट हुन्छ। इफ हजुरको प्यारेन्ट्सको स्यालेरी ब्याङ्कमा आउँदैछ भने र हजुरले आफ्नो ब्याङ्क, जुन मैले भनेको थिएँ योभन्दा अगाडिको पोइन्टमा ब्याङ्क स्टेटमेन्ट, हजुरले ब्याङ्क स्टेटमेन्ट लेट्स चाहिँ ग्लोबल ब्याङ्कबाट देखाउँदै हुनुहुन्छ, तर हजुरको प्यारेन्ट्सको स्यालेरी एभरेज ब्याङ्कमा आउँदैछ भने चाहिँ यु मस्ट अट्याच दोज ब्याङ्क स्टेटमेन्ट वेयर वी क्यान सी द्याट द मनी इज कमिङ एभ्री मन्थ, सर्टेन अमाउन्ट अफ मनी इज कमिङ एभ्री मन्थ इन यर फादर्स अकाउन्ट थ्रु जब। त्यही भएर चाहिँ यो कुरा एकदम इम्पोर्टेन्ट हुन्छ कि हजुरले प्रुफ पनि देखाउनु पर्ने हुन्छ कि हजुरको महिना स्यालेरी आएको छ भने। अब कतिले ब्याङ्कमा हालेको हुन्छ र कतिले क्यास दिएको हुन्छ, र क्यास दिएकोहरूलाई चाहिँ पे स्लिप पनि हामीलाई चाहिन्छ, आई मिन इटालियन एम्बेसीलाई चाहिन्छ पे स्लिपहरू एभ्री मन्थको। जस्तै जनवरीदेखि काम गर्न थालेछ, जनवरीको पे स्लिप, फेब्रुअरीको पे स्लिप कति अमाउन्ट हो होइन, र त्यसमा कम्पनीको लेटर प्याडमा प्लस कम्पनीको अफिसियल सिग्नेचर र स्ट्याम्प पनि त्यसमा हुनुपर्ने हुन्छ। सो यो भयो जबको कुरा। अब सेकेन्ड कुरा भनेको चाहिँ बिजनेस। इफ योर प्यारेन्ट्स ह्याभ देयर ओन बिजनेस, त्यसमा चाहिँ बिजनेस मात्रै भएर भएन, ट्याक्स क्लियरेन्स पनि चाहिन्छ। अडिट रिपोर्ट गरेपछि ट्याक्स क्लियरेन्स आउँछ। ट्याक्स क्लियरेन्समा चाहिँ वी क्यान सी कति इन्कम, कतिको चाहिँ हजुरको पैसा आयो अकाउन्टमा, आई मिन कति पैसाहरूले त्यो गर्न सक्नुभयो, त्यसमा नेट प्रफिट कति छ र त्यसको कति ट्याक्सहरूले पे गर्नुभएको छ, त्यो सबै क्यालकुलेट गर्न मिल्छ त्यसमा। र नेट प्रफिटको आधारमा, हजुरको नेट प्रफिटको आधारमा दे विल डिसाइड योर भिजा। हजुरको प्यारेन्ट्सको नेट प्रफिट राम्रो छ भने बिजनेस मात्रै भएर भएन है, बिजनेस मात्रै भएर इटालियन एम्बेसी विल नट गेट सेटिस्फाइड that your parents have business and they should issue your visa. Your parents should have a business that is more than enough to sponsor you for your Italian studies. र त्यो भनेको चाहिँ हजुरको बिजनेस छ भने बिजनेसमा चाहिँ प्रफिट राम्रो हुनुपर्छ। बिजनेस छ, बिजनेस लसमा गएको छ, द्याट विल नट वर्क आउट। बिजनेस छ, बिजनेसमा लेट्स चाहिँ वर्षमा 3-4 लाख मात्रै फाइदा छ, त्योभन्दा बढी फाइदा छैन, एक्सपेन्सेस धेरै देखाएको छ, द्याट विल नट वर्क आउट। किनभने नेपालीहरूको चाहिँ के छ सिस्टम भन्दाखेरि बढी प्रफिट भए पनि कम ट्याक्स पे गर्नको लागि चाहिँ दे विल रिड्युस अर देयर इन्कम अर दे विल इन्क्रिज देयर एक्सपेन्सेस। एक्सपेन्सेस बढाएर पनि ट्याक्स कम पे गर्छन् नेपालीहरूले धेरै जस्तो केसेसमा। र त्यो यो केसमा चाहिँ होइन मेरो यति प्रफिट छ भनेर लेटरमा लेखेर दिएर हुँदैन।
ट्याक्स क्लियरेन्समा जति आएको छ त्यति नै हजुरको प्रफिट देखिन्छ र इफ योर कम्पनी इज 5 years old and if you have net profit of at least 10 to 15 lakhs per year, so per year 15 lakhs le pani 5 years ma it is around 75 lakhs, which is more than enough to sponsor more than enough that your parents can sponsor you for your Italian studies. But हजुरको कम्पनी बिजनेस छ 2 वर्ष मात्रै पुरानो बिजनेस छ, ट्याक्स क्लियरेन्स पनि छ र प्रफिट 5 lakhs छ भने 2 वर्षमा 10 लाख मात्रै भयो. 10 लाख इज नट इनफ टु सपोर्ट यु र त्यो कारणले गर्दाखेरि चाहिँ उनीहरूले भिजा डिक्लाइन या रिफ्युज गरिदिन्छन्. त्यही भएर इन्कम सोर्स हुनु मात्रै ठुलो कुरा होइन, इनफ इन्कम सोर्स हुनु इज द मेन पोइन्ट. र यो कुरा धेरै स्टुडेन्टले बुझेको हुँदैन. आफ्नो जब कन्ट्र्याक्ट हालिदिन्छ, बुवाको जब कन्ट्र्याक्ट हालिदिन्छ, स्यालेरी स्लिप हालिदिन्छ, सबै कुरा हालिदिन्छ र भोलि गएर भिजा लागेन भने मैले त सबै कुरा हालेँ तर पनि किन भिजा लागेन त भन्ने कुरामा उनीहरू आफैलाई क्वेसन गरेर आउँछ. बट दे ल्याक द इन्फर्मेसन, दे ल्याक द अवेरनेस द्याट यु मस्ट पुट इनफ इन्कम सोर्स. इनफ चाहिन्छ हजुरको इन्कम सोर्स. इन्कम सोर्स मात्रै डकुमेन्ट्स हालेर भएन, लो इन्कम सोर्स डकुमेन्ट हालेर भएन, इनफ इन्कम सोर्स डकुमेन्ट हालेको हुनुपर्छ. र बिजनेसको त्यो कुरा भयो, जबको इम्प्लोइमेन्ट कन्ट्र्याक्टहरू भयो, बिजनेसको आइटिआर भयो. र सेल्समा पनि के हुन्छ भन्दाखेरि हजुरले भर्खर गाडी बेच्नु भएको छ, केही बेच्नु भएको छ भने या घर बेच्नु भएको, जग्गा बेच्नु भएको छ, जग्गा बेचेको सबै कुरा प्रुफ ल्याएर हजुरले भिजामा अट्याच गर्न सक्नुहुन्छ. इट विल समहाउ हेल्प यु फर योर भिजा. त त्यही भएर चाहिँ इन्कम सोर्स मात्रै भएन, इनफ इन्कम सोर्स हुनुपर्छ टु सपोर्ट फर योर प्यारेन्ट्स, टु सपोर्ट यु फर योर इटालियन स्टडिज. यो नै दुईवटा कुरा एकदमै इम्पोर्टेन्ट हो. एन्ड ब्याङ्क स्टेटमेन्ट र इन्कम सोर्स. आई होप यु हेभ understood this very well. केही पनि कन्फ्युजन छ भने यु क्यान अलवेज कमेन्ट डाउन इन द कमेन्ट सेक्सन बिलो. त्यसमा आई विल रिप्लाई टु यर कमेन्ट्स एज सुन एज पोसिबल. र हाम्रो थर्ड पोइन्ट भनेको चाहिँ इट इज नट म्यान्डेटरी फर इटालियन एम्बेसी, बट इट विल somehow help you in your visa ratio. So यो चाहिँ प्रपर्टी भ्यालुएसन हो. आई मिन हजुरको कति प्रपर्टी छ त्यो प्रपर्टीलाई भ्यालुएट गरेर भ्यालुएटरले भ्यालुएट गरेर त्यसको प्रपर्टीको भ्यालुएसन निकालेर एउटा कार्यालयबाट त्यो हामीले गर्न सक्छौँ इन्जिनियर्सको थ्रुबाट. लाइक लेट्स चाहिँ हजुरको जग्गा छ त्यो चाहिँ वर्थ 50 lakhs छ भने त्यसको भ्यालुएसन निकालेर हामी त्यो निकाल्न सक्छौँ. किनभने हामीले प्रपर्टी भ्यालुएसन किन अट्याच गर्छौँ भने इट विल प्लस पोइन्ट हुन्छ हजुरलाई भिजा एप्लिकेसनमा पनि. फर्स्ट कुरा. सेकेन्ड कुरा हजुरलाई चाहिँ अलिकति वेल्थी देखाउँछ, यसमा अलिकति रिच देखाउँछ. र इटालियन एम्बेसीले चाहिँ रिच स्टुडेन्टलाई मात्रै बढी फोकस गरेर चाहिँ इन रिसेन्ट इयर्स त्यसको फाइनेन्सियल छैन, उनीहरूलाई इग्नोर गरेर छ कम्प्लिटली. भिजा रिफ्युजल मात्रै छ जसको फाइनेन्सियल विक छ. एकाडेमिक्स जतिसुकै राम्रो भए पनि फाइनेन्सियल विक छ भने उनीहरूले सिधै रिजेक्ट गरेर छन् स्टुडेन्ट्सहरूलाई. ग्याप नभएको फ्रेसरहरूलाई पनि रिजेक्ट गरेर छन् फाइनेन्सियल विक भएको भएर. र ठिकै एभरेज एकाडेमिक्स भएको र ग्याप भएकोहरूको विदाउट आइएल्स पनि फाइनेन्सियल राम्रो भएको मान्छेहरूलाई पनि दे आर एक्सेप्टिङ ओन्ली बिकज अफ द फाइनेन्सियल थिङ. त्यही भएर प्रपर्टी भ्यालुएसन देखाउँदाखेरि हजुरको प्लस पोइन्ट हुन्छ यसमा. र जति हजुरको प्रपर्टी छ नट इभन 50 lakhs, घर छ 2 करोडको भने यु क्यान सो द्याट. डकुमेन्टेसन त्यसमा सर्टेन लाग्छ. इन्जिनियर्सहरूले हजुरको भ्यालुएसन गर्नुपर्ने हुन्छ र त्यो एउटा कार्यालयबाट हजुरले भ्यालुएसन गरेर निकालेर ल्याउन सक्नुहुन्छ. इट इज भेरी इजी प्रोसेस. सो लेट मी समराइज फर यु. फाइनेन्सियल डकुमेन्ट्स बनाउँदाखेरि 3टा कुरा धेरै ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ फर्स्ट कुरा ब्याङ्क स्टेटमेन्ट, सेकेन्ड कुरा इन्कम सोर्स र थर्ड कुरा प्रपर्टी भ्यालुएसन. र ब्याङ्क स्टेटमेन्टमा चाहिँ 6 monthsको ब्याङ्क स्टेटमेन्ट कभरको ब्याङ्कबाट मात्रै, र ब्याचेसको लागि भने 12,000 euros मिनिमम, मास्टर्सको लागि भने 12,000 euros मिनिमम, र ब्याचेसको लागि भने 18,000 euros मिनिमम, र ब्याङ्क ब्यालेन्स सर्टिफिकेट इज अल्सो नेसेसरी. इन्कम सोर्समा यु क्यान सो बिजनेस, जब्स अर सेल्स. बिजनेस देखाउँदाखेरि ट्याक्सेस क्लियरेन्स देखाउनुपर्छ, जब देखाउँदा जब कन्ट्र्याक्ट र स्यालेरी स्लिपहरू हुनुपर्छ, र सेल्स गर्दा सेल्स रिसिप्टहरू हुनुपर्छ. र प्रपर्टी भ्यालुएसन गर्दाखेरि त्यो मैले भर्खर जस्ट भनिहालेँ एउटा कारणबाट जति हजुरको प्रपर्टी छ त्यो प्रपर्टी देखाउन सक्नुहुन्छ. सो आई होप द्याट यु हेभ अन्डरस्टुड दिस भिडियो. थ्याङ्क यू फर वाचिङ टिल द एन्ड. र यो कुराहरू एकदमै इम्पोर्टेन्ट छ. केही कन्फ्युजन छ भने यु क्यान कमेन्ट डाउन, होइन म हेरिहाल्छु त्यसमा र त्यसमा रिप्लाई पनि गर्छु सुन. र फाइनेन्सियल डकुमेन्ट्स बनाउँदाखेरि अर्को पनि इम्पोर्टेन्ट कुरा के चाहिँ हो भन्दाखेरि लास्ट मोमेन्टमा गएर फाइनेन्सियल डकुमेन्ट्स बन्दैन. इन्कम सोर्स बन्न सक्ला, प्रपर्टी भ्यालुएसन बन्न सक्छ, तर ब्याङ्क स्टेटमेन्ट बन्दैन. किनभने ब्याङ्क स्टेटमेन्ट आई हेभ मेन्सन द्याट ट्रान्जेक्सन्स इज अल्सो नेसेसरी. र 6 monthsको चाहिन्छ. लेट्स चाहिँ हजुरले अब अगस्तमा भिजा एप्लाई गर्दा हुन्छ नि, अगस्त, जुलाई, जुन, मे, अप्रिल, मार्च
6 महिना छ हामीसँग आजको डेटबाट पनि 6 months वी हैव 6 months सो हजुरले भोलिबाट पनि स्टार्ट गर्नुभयो भने क्यास हाल्नलाई हालेको निकालेको डिपोजिट विथड्र गरेर राख्नुभयो भने थोरै थोरै 5,000 10,000 15,000 20,000 2 लाख 10 लाख कति हजुरको बजेट छ त्यो अनुसार गरेर राख्नु भयो भने भोलि गएर ट्रान्जेक्सन यति लामो ट्रान्जेक्सन हुन्छ र हजुरले अलिकति वेल्थी पनि देखिन्छ अलिकति फाइनान्शियली स्टेबल पनि देखिन्छ र ब्यालेन्स लास्टमा हाल्दाखेरि केही प्रब्लम पनि हुँदैन त्यही भएर चाहिँ मैले भनेको पोइन्ट्स एकदम केयरफुली लिनु होला र केही कन्फ्युजन छ भने कमेन्ट बिलो you can comment below always thank you for watching please subscribe my channel and hit the notification bell thank you